भुन्जेलभन्दा पहिले त आमा याङ्ग्रीमा खास मान्छे नेपाली पर्यटक त नजाने थियो। हाम्रो चाहिँ बुद्धिस्टको चाहिँ एकदम ठुलो मन्दिरै मान्छ क्या यो आमा याङ्ग्री भने देवीमा एकदम ठुलो शक्ति देवीमा मान्छ। अब जसो हिन्दूमा चाहिँ मनोकामनामा यही जान्छ नि। अब बुद्धिस्टमा चाहिँ हाम्रो यहाँको बुद्धिस्टको पर्दा दार्जिलिङ भयो बुद्धिस्ट मान्ने अहिले भोटाङदेखि लद्दाखदेखि सबै आमा याङ्ग्रीको हिस्ट्री हेरेर आमा याङ्ग्री ढोक्नु आउँछ। अहिले चाहिँ हाम्रो नेपाली पर्यटकमा यति बढेको चाहिँ माथि आमा याङ्ग्री चारेको 360 भ्यू पनि हेर्ने काठमाडौँदेखि यहाँ 5 घन्टामा आइपुग्ने भनेर अहिले कति नेपाली पर्यटक पनि एकदमै बढेर आएछ आइजभोलि। प्रायः जस्तो आमा याङ्ग्री चाहिँ एकदम देवीमा हो। आफ्नो जसो आफ्नो मनले सोचेको कुरा चाहिँ माथि माग्यो भने पुरा गरिदिन्छ भनेर हाम्रो बुद्धिस्टमा चाहिँ त्यही छ। आमा याङ्ग्री भनेको चाहिँ एउटा पहिले एउटा आमा त आमा भएर एउटा रियाङ भन्ने चाहिँ हाम्रो भाषा भाषा चाहिँ लक्षिण झाकाले याङ भन्छ। री भने चाहिँ यो डाँडा काँडा सबै जङ्गल भयो री भन्छ। यो याङ्ग्री भन्छ त्यो आमा याङ्ग्री राखेको हो पहिल्यैदेखि नि।